माछालाई घाँस ल्याएको है। र मैले चाहिँ यो पोखरीमा घाँस हालिसकेको छु है। अनि बल्ल घाँस हालिसकिँदैछ। हेलो सम्पूर्णमा म चाहिँ माछालाई घाँस काट्दैछु है। माछालाई घाँस यसरी नेपियरको पत्ता पत्ता मात्र हाल्ने गरिएको छ है। सो मैले चाहिँ यसरी काट्छु है माछालाई चाहिँ पत्ता पत्ता मात्र। यो चाहिँ सबै बिरुवाको लागि कटिङ हो नेपियर। त्यही भएर टुपी मात्र काट्ने हो है। यसरी यो पत्ता 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 मात्र काटेर माछालाई हाल्ने गरिएको छ। माछालाई एकदम बढी लाग्छ घाँस है। नेपियर हाल्दा अलिकति कम लाग्छ है। अरू भुइँ घाँसहरू हाल्दाखेरि चाहिँ एकदम बढी लाग्छ। यो चाहिँ पत्ता मात्रै हो कि त्यो चाहिँ अहिले भर्खर माथि गाईलाई काटिकन आएको है घाँस नेपियर। अनि अहिले चाहिँ अब जसरी माछालाई सुरु भयो। यो चाहिँ अब मसिनो टुक्राएर हाल्ने हो है। यस्तो मुठा चाहिँ धेरै लाग्छ हाम्रो घरमा चाहिँ माछालाई है। यो खालको बिट्टा चाहिँ हाम्रो घरमा चाहिँ लगभग माछालाई 20-25 बिट्टा लाग्छ है। देख्न सक्नुहुन्छ है। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 मुठा मैले काटेको छु है। अनि अझै म 5-6 मुठा काट्छु यो तरिकाले है। अनि मात्रै हाम्रो घरको माछालाई पुग्छ है घाँस। हाम्रो घरको माछालाई चाहिँ दैनिक 2-3टा खसीले खाने घाँस चाहिँ 3टा खसीले खाने घाँस चाहिँ हाम्रो घरको माछाले एकै दिनमा खाइदिन्छ है। त्यति धेरै छ हाम्रोमा चाहिँ माछा। अलिक मसिनो छ तर ज्यादा छ है माछा। सो त्यही हो है। देखाउनु होला भिडियो हो। एकदमै धेरै लाग्छ घाँस। म चाहिँ यसरी नेपियरको यस्तो पत्ता 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 यसरी चट्टो लाएर काटेर होइन। यो मुनिको गाईलाई घाँस हुन्छ तर यो चाहिँ सबै कटिङ हो। यो चाहिँ बिरुवा हो। त्यही भएर यो चाहिँ घाँस काटे हुँदैन है। यो चाहिँ यतिकै उखेल्ने हो अनि सार्ने हो। सो त्यही हो है। बिरुवा हुर्किसक्यो सार्ने मौका मिलेको छैन होइन। त्यही हो। अझै म चाहिँ 5-6 मिटर मैले काट्नुपर्ने हुन्छ घाँस है। यतिले चाहिँ पुग्दैन है। सो हेर्दै गर्नु होला भिडियो है। देख्न सक्नुहुन्छ है। यो चाहिँ मैले माछालाई घाँस ल्याएको है। चट्ट नेपियरको पत्ता पत्ता मात्र हो है। यहाँ छ पोखरीमा माछा पनि देख्न सक्नुहुन्छ है। खुट्टा ठेक्यो। अनि यो घाँस चाहिँ म टुक्राउँदै यसरी मसिनो पारेर यसरी हाल्दाखेरि चाहिँ माछाले घाँस फेरि फाल्दैन है। सबै खान्छ छिटो छिटो। मसिनो भुराले पनि खान्छ। त्यही भएर म चाहिँ यसरी टुक्राएर हाल्छु है। मुठा मुठा पारेर लिएर यसरी टुक्राएर हाल्दाखेरि चाहिँ घाँस एकदम सजिलै खान्छ। एकदम धेरै छ यहाँनिर माछा। ठुल्ठुलो पनि छ मसिनो पनि छ। त्यही भएर पुरा टुक्राएर हाल्नुपर्ने हुन्छ घाँस चाहिँ। एकदम धेरै छ माछा है। यो सबै घाँस खाइसक्छ एकै रातमा। देख्न सक्नुहुन्छ मैले चाहिँ यो पोखरीमा घाँस हालिसकेको छु है। अनि यहाँबाट मैले त्यो बिटा बिटा बनाएको नेपियरको पत्ता चाहिँ सबै कटिङ गरेर हालिसकेको छु भने अब 5 बिटा चाहिँ मैले माथिल्लो पोखरीको लागि लाँदैछु है। म चाहिँ यो पोखरीमा आउँदैछु है। यहाँनिर मैले घाँस लिएको छु देख्न सक्नुहुन्छ है। यो चाहिँ म तल्लो पोखरीमा जस्तो कटिङ गरेर सबै हालिदिन्छु। यहाँनिर चाहिँ अलिक कम्ती खान्छ माछाले घाँस है। यहाँनिर चाहिँ भातहरू खाइराखेको हुन्छ त्यही भएर अलिक कम्ती खान्छ। यहाँनिर माछा ठुल्ठुलो पनि छ है। देख्न सक्नुहुन्छ मैले चाहिँ यहाँ पनि 3 बिटा घाँस थपेको छु है। तलबाट लिएको 5 बिटा चाहिँ मैले कटिङ गरेर हालिसकेको छु यो माथिल्लो पोखरीमा। प्लस फेरि 3 बिटा चाहिँ थपिदिनु पऱ्यो भनेर म चाहिँ थपिदिँदैछु है। यो गाडी पनि आज धुको यो सरसफाइ यो सिटहरू कभरहरू हाल्नुपर्ने है। यो लथरिङ्गै छ। बाख्रालाई घाँस पनि हाल्नुपर्ने गाई छ है। काम भनेको कति छ है। सो यहाँ देख्न सक्नुहुन्छ अघिको 5 बिटा चाहिँ मैले हालिसकेको छु है। 7 बजिसकेको छ है। बल्ल घाँस हालिसकिँदैछ हाम्रो चाहिँ बाख्रालाई है। हजुरहरू कति बजी हाल्नुहुन्छ है कमेन्ट गरिदिनु होला है। माछालाई बाख्रालाई अझै गाईलाई घाँस हाल्नु बाँकी नै छ है।